एभ्रिवान वेलकम टु माई मिनी ब्लग साथीहरू मैले चाहिँ आज घरदेखि ब्लग स्टार्ट गर्ने बिर्सिछु होइन हामी चाहिँ भिनाज आउनु हुँदैछ अनि लिनालाई एयरपोर्ट आएको हो है एयरपोर्ट आएपछि मात्र सम्झेँ लेट्स सी हेरौँ है त हाम्रो भिनाजसँग भेट हुन्छ कि होइन कतिखेर आइपुग्नु पायो अनि साथीहरू हामी चाहिँ एयरपोर्ट पुगिसक्यौँ जाँदै प्रिन्स र सलिना बहिनीको चाहिँ मस्त कुरा मिल्छ क्या उनीहरू चाहिँ मस्त गफ हान्दै आउँदैछ अनि साथीहरू हामीले चाहिँ बुके किन्न बिर्सेको थियौँ नि त अनि हामी चाहिँ बुके लिनलाई जाँदैछौँ भिनाज आउनु भएको होइन बिर्सेको भन्दा पनि लाइक रोक्न मिलेन कि गाडी अनि त्यही भएर यहाँ एयरपोर्टमै लिने भनेर हामी चाहिँ आइसकिसकेको छौँ अनि मैले चाहिँ फोटोसोटो अगाडि जाँदा चाहिँ केही खिच्न भ्याएको थिएन नि त त्यही भएर अनि गाडीमै फोटो हानिरहेको थियौँ अनि त्यो फोटो लगाइदिएँ साथीहरू ल हेर्न त हामी जाँदाखेरि अनि साथीहरू हामी चाहिँ फाइनल्ली बुके लिएर जाँदैछौँ म चाहिँ यहाँ पुरा एक्साइटेड भएर घुम्दै घुम्दै जाँदैछु उता लिनतिर वेटिङ रुमतिर अनि साथीहरू हेर्नु न हाम्रो भिनाजुको चाहिँ 9 बजेको थियो है ल्यान्ड यति बेर भइसकिसक्यो 11 बजिसक्यो आइ नै पुग्नु भएन क्या अनि हामी चाहिँ बसिरहेको छौँ के गर्नु यत्रो टाइम लागेको हो कि साथीहरू हेर्नु न 2 घन्टा भइसकिसक्यो अनि यत्रो लाग्छ त अझैसम्म आइपुग्नु भएको छैन हामी यहाँ फर्केर बसिरहेको छौँ अनि साथीहरू हामीले चाहिँ होइन भेडा चाहिँ नचिनेर कस्तो भएको के हामी त लिदिउँ क्या झुक्काइदिनु भयो क्या भिनाजुले हामीलाई ठिकै छ अनि म चाहिँ आफ्नो भिडियो आफै हानी बसिरहेको थिएँ ठ्याक्क भिनाजु आइपुग्नु भयो क्या अनि गुडुडु कुदेर गयो भिनाजुलाई लिएर अनि आउँदा चाहिँ मस्त भिनाजुसँग गफ हान्दै आयौँ क्या हामी त्यो अगाडि नै अर्कोजना आउनु भएको थियो भिनाजु जस्तै लाग्यो क्या सेम अनि भिनाजुलाई त्यही कुरा सुनाउँदै आयौँ अनि यता घर आउने बेलामा हामीले एउटा फोटोसुट हान्यौँ अनि साथीहरू आजको ब्लग चाहिँ मैले यतिमै इन गरेँ साथीहरू अनि हजुरहरूलाई यस्तै भिडियो हेर्न मन लाग्छ भने चाहिँ मलाई फलो गर्नु होला बाई बाई